आगामी आर्थिक वर्ष 2082-83 बाट लागू हुने सरकारले घोषणा गरेको महँगी भत्ता सेवानिवृत्त भएका सम्पूर्ण राष्ट्र सेवक तथा करार सेवाद्वारा राष्ट्र सेवा गरिरहनु भएका कर्मचारीहरूले उक्त महँगी भत्ता पाउनुहुन्छ वा हुँदैन भन्ने विषयमा यथार्थ र तथ्यपरक जानकारी दिनेछौँ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। नमस्कार, यो हो स्वास्थ्यको साथी। स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। हिजो जेठ 15 गते सरकारका उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष 2082-83 को बजेट संसदका दुवै सदनमा प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 2082-83 मा बजेटको आकार 19 खर्ब 64 अर्ब 11 करोड रहेको छ, जसको ठूलो हिस्सा करिब 60.1% चालु खर्चको लागि विनियोजन गरिएको छ भने त्यसका अतिरिक्त पुँजीगत खर्च कुल बजेटको 20.8% र वित्तीय व्यवस्थापन खर्च 19.1% रकम विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेटको आकार विगतको वर्षको भन्दा ठूलो भए पनि सरकारले आर्थिक स्रोतको चर्को दबावको कारण देखाउँदै राष्ट्र सेवक कर्मचारीहरूको तलबमानमा कुनै वृद्धि भने गरेको छैन। तथापि विगतका वर्षहरूमा प्रदान गर्दै आएको महँगी भत्ता प्रति महिना रु 2000 बाट वृद्धि गरी प्रति महिना 5000 रुपियाँ पुर्याएको छ। यो वृद्धि भएको महँगी भत्ता सेवानिवृत्त भएका सम्पूर्ण राष्ट्र सेवक जस्तै सुरक्षाकर्मी, शिक्षक, निजामती कर्मचारी तथा करार सेवामा रहेका राष्ट्र सेवकहरूले प्राप्त गर्नुहुन्छ वा हुँदैन भन्ने विषयमा धेरैको चासो अनि जिज्ञासा रहेको छ। निवृत्त भरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठले सेवानिवृत्त हुनुभएका कुनै पनि राष्ट्र सेवक कर्मचारीहरूले वृद्धि भएको महँगी भत्ता प्राप्त नगर्ने जानकारी दिनुभयो। तर करार कर्मचारीहरूको हकमा मिति 2079 साल वैशाख 21 गते अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाएको पत्र अनुसार मन्त्रालयको पत्र संख्या 7778 चलानी नम्बर 103 मिति 2078 3 महिना 24 गतेको पत्र बमोजिम नेपाल सरकार अन्तर्गत विभिन्न निकायको स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूलाई मासिक रूपमा महँगी भत्ता उपलब्ध गराउने सम्बन्धी ब्यौरा पेश भएको हुँदा यस सम्बन्धमा कुनै पनि कानुनी व्यवस्था भएको नपाइएकोले करारमा कार्यरत कर्मचारीहरूलाई महँगी भत्ता उपलब्ध गराउन नसकिने निर्णय सहितको ब्यौरा लेखी पठाएको छ। निष्कर्षमा सेवानिवृत्त हुनुभएका तथा करार सेवामा रहनुभएका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई महँगी भत्ता उपलब्ध नहुने भएको छ। सेवानिवृत्त भन्नाले कुनै पनि व्यक्तिले आफ्नो सेवा अवधि समाप्त गरी औपचारिक रूपमा अवकाश भएको जनाउँछ। महँगी भत्ता भन्नाले बढ्दो महँगीको असर कम गर्नका लागि तलबमानमा थप गरिने अतिरिक्त रकम हो। के सेवानिवृत्त हुनुभएका तथा करार सेवामा राष्ट्र सेवा गरिरहनुभएका कर्मचारीहरूलाई वर्तमानको महँगीले नछुने हो? राज्यले उहाँहरूमाथि गरेको यो निर्णय तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्कार।